हेलो साथीहरू, हेर्नु है, म चाहिँ कपाल कोर्दैछु हैन। तपाईहरुको मात्रै मेरो मात्रै हुन्छ कि तपाईहरुको पनि हुन्छ हैन। मेरो चाहिँ आज कोर्यो भने भोलि चाहिँ यहाँ यत्रो डल्ला हुन्छ हैन। यहाँ पुरै ठुलो डल्ला हुन्छ। मैले आधा त फुटारिसके हैन, आधा यहाँ पुरै उस्तै छ के। अनि त्यही भएर तपाईहरुको पनि हुन्छ कि मेरो मात्रै हुन्छ। अनि यसको समस्याको समाधान के हुन्छ बताइदिनु पर्यो है। गाह्रो हुन्छ कोर्न पनि, एक मिसियालाई झ्याउ लाग्छ। अनि यति धेरै लटा हुन्छ के परेको। यस्तो छ के, यस्तो यो त आज मैले फुटालेको छु हैन। कपाल यस्तो छ सानो, तै पनि यस्तो लटा पर्छ हैन। मैले चाहिँ यो रातो कलर हानेको थिएँ हैन। यो कलरले गर्दा पनि हो कि, अनि फेरि मैले काटेर पनि फ्याले, फेरि पनि आइसक्यो। यहाँ टुप्पाबाट फेरि पनि आछ हैन। अनि फेरि मैले कालो मेहन्दी पनि पुरै लगाएको, फेरि कहाँबाट आइसक्यो। यस्तै बोर गरेछ हैन। त्यही पनि त कोर्न पनि गाह्रो हुन्छ हैन। त्यही भएर तपाईहरुमा शेयर गरौँ कि भनेर बताइदिनु पर्यो है। यसको लागि के गर्नु पर्ने हो? कति कोर्नै हुन्न क्या। या चोट लागिसक्यो बरु यार। कम गाह्रो हुँदैन हो, यो बरु काटेरै ठुट्टीपट्टि लाग्छ र हो। ठुट्टी लो कि ठुट्टी हो। कोर्ने हुँदैन क्या। ओ माइ गॉड, किन यस्तो लटा परेको होला के। काटेर फालिदिने हो क्या हो। ओहो अनि साथीहरू अरू सन्चै हुनुहुन्छ हैन। यहाँ चाहिँ मेरो बुढाको पिसी छ, ल्यापटप छ हैन। म चाहिँ बुढा कममा गइसक्नु हो हैन। म चाहिँ यहाँ बस्ने, कपाल लस्काउने के सरकार गाह्रो छ। बल्ल फुट्यो कि का हो। बस यस्तो भइगयो हैन। म चाहिँ आज चाहिँ मलाई चुल्ठो बाट्न मन लागिरहेछ। म चाहिँ बाट्छु हैन। मेरो बाबु स्कुल पुग्यो कि पुगेन फेरि थाहा छैन क्या। घाँस काट्न जानु छ आज बाख्रालाई पनि घाँस काट्नु छ, गोरुलाई काट्नु छ। अनि ओ माइ गॉड, अनि कुरो दिनु छ। मेरो काम चाहिँ टन्नै छ हैन। सोत्तर ल्याउनु छ। अनि कपाल पनि कोरौँ कि भनेर लाएको हैन।
लामो कपाल हुने मान्छेले चाहिँ कसरी कोर्नुहुन्छ बे। यस्तो झिङ्गाको टाउका जस्तो कपाललाई पनि कोर्न गाह्रो भइरहेछ होइन। यो कोर्ने सुम्चेबाल त मलाई त कपाल पाल्न नि मन लाग्दैन। काट्दिम जस्तो लाग्छ होइन। आज चाहिँ रबरले बाट्ने हो। यस्तै बनाउन मन लागिरहेछ क्या मलाई। कस्तो यो मनलाई पनि केर्ने हो। म चाहिँ स्कुल पढ्दा बान्थे कि यस्तो मलाई रहर लाग्यो आज होइन। बिहान गर्दै यस्तै गरी बान्ने स्कुल जाने त्यही चाहिँ याद आयो आज बान्ने धेरै पछि। कता हड्डी सकियो भाइ या कता गयो हड्डी पुरै निस्किएन क्या हो। यति दुःखले कोरेको छु अझ पनि अड्कियो। कम त गाह्रो छ। ओ माई गॉड लुच्चा कपाल सपाल कोरेर घाँस भने गाह्रो छ जिन्दगी। पुरै कसको भएछ त। मुख पनि धुएको छैन क्या हो। जिन्दगी यस्तो छ के मुख पनि नधुने होइन भिडियो बनाउने फेरि कस्तो भयो। स्कुल पढ्दाको याद आयो है। यस्तो गर्ने झोलासोला बोक्ने यसै गरेर जान्थ्यौँ गाइज। अनि है साथीहरू सबैजनाले मलाई सब्सक्राइब गरिदिनु होला। सबैजनाले माया गरिदिनु होला होइन। मेरो भिडियोहरू सबैजनाले हेरिदिनु होला होइन। अनि अरू के भन्ने हो। जानी नजानी भए पनि बनाउँदैछु होइन। तै पनि कोसिस जारी छ। सङ्घर्ष जारी नै छ होइन। माया गरिदिनु होला। बाइ बाइ। म अर्को भिडियोमा आउँछु।